प्रारम्भिक चुनावबाट जानुपर्छ। प्रारम्भिक चुनाव पहिला के हुन्थ्यो भने म नेपाली कांग्रेसको कुरा गर्छु, म नेपाली कांग्रेसको कार्यकर्ता पनि भएको हुनाले हामी कहाँ साधारण सदस्यको चाहिने प्रक्रिया थियो। 2 घण्टा टाइम दिनमा दिनुपर्छ भन्ने चाहिँ त्यसको चाहिने मूलभूत उ थियो। त्यो अनुसारले मान्छेले अरू काम गरेर हैन, जागिरे कांग्रेस होइन, त्यो चाहिँ नि 2 घण्टा मात्रै पार्टीलाई टाइम दिने हो। अरूमा कमाउनु पनि पर्यो, काम पनि गर्नु पर्यो। यहाँ त के भइदियो भने तपाईँको 24 घण्टै चाहिँ नि पार्टीमा लागेछ भने के गरेछ भने एट द एन्ड अफ द डे नथिङ। त्यस्तो किसिमको अवस्था भइरहेछ। नेता एउटाका नेता गयो, अर्को नेता गयो, चाकडी गयो, बिहानदेखि चाहिँ अनप्रोडक्टिभ उसमा चाहिँ नि लगायो। त्यसैले अब चाहिँ नि के हुन्छ भने अब ओडादेखि नै प्राइमेरीमा को चाहिँ नि निर्माण गर्नुपर्छ। त्यो प्राइमेरी भनेको चाहिँ के हुन्छ भने प्रारम्भिक चुनाव हो। प्रारम्भिक चुनाव गर्दाखेरि त्यसको वेटेज हुन्छ। जस्तो 100% त्यसको चाहिँ वेटेज राख्यो भने उसलाई चाहिँ नि के हुन्छ भने 20% उसलाई एटलिस्ट के छ भने आन्तरिकबाट, आन्तरिक भनेको साधारण सदस्य अथवा क्रियाशील। अहिले साधारण सदस्य त हामीले त्यसलाई प्रयोगै गर्दैनौँ, त्यो दुर्भाग्य हो। किनभने साधारण सदस्य भनेको चाहिँ नि तपाईँको कमसेकम उसले 1 वर्ष चाहिँ नि विधानअनुसार त्यहाँ काम गरिसकेपछि मात्रै उसले क्रियाशील पाउने हो, अग्राधिकार पनि हो। अब जुन जेनजीले मुभमेन्ट चलायो त्यो एज ग्रुपको मान्छेहरू यसबाट पनि आउन सक्छन्। अर्को पक्ष मैले देखिरहेको के छ भने यो गर्यो भने आमूल रूपमा चाहिँ नि युथहरूको इन्भल्भमेन्ट चाहिँ नि कांग्रेसमा हुनसक्छ र कांग्रेसले एउटा नयाँ चाहिँ नि उचाइ लिन सक्छ। नभए यथास्थितिमा त्यही चाहिँ नि क्रियाशीलबाट चाहिँ नि फेरि चुनिएर फेरि चाहिँ नि उ गरेर त्यो केही हुनेवाला छैन। त्यही माथिको चेन्ज गरेर केही पनि हुँदैन। किनभने त्यो कुरा हामीले रिपिटेडली देखिसक्यौँ। 50% चाहिँ नि जेनजीलाई लानु पर्यो हैन, 25% तपाईँको चाहिँ नि अहिले अल्फालाई दिनु पर्यो। तर बेटर त्यो के अरे कीर्तिपुरको चाहिँ नि ढोका बन्द गर्नलाई होइन। त्यसपछि आएर तपाईँको पार्टीमा पनि एटलिस्ट 25% चाहिँ जेनजीलाई चाहिँ नि त्यो सुरक्षित राख्नु पर्यो त्यो कोटा। र कांग्रेस एज अ सोसियल डेमोक्रेट हैन, प्रजातान्त्रिक समाजवाद हैन, एउटा लिबरल पार्टीको हिसाबले राम्रोसँग लिएर जाने हो र यसरी गर्ने हो भने फेरि पनि त्यो युवाहरूले आएर नेतृत्व लिँदै गर्दाखेरि चाहिँ नि मान्छेले पनि, जनताले पनि विश्वास गर्ने ठाउँ रहन्छ। विशेष गरेर अहिले आइटीमा चाहिँ नि धेरै कामहरू गर्नुपर्ने छ हैन। अब विधेयकहरू पनि आएको छ, त्यो अनुसारले चाहिँ नि त्यहाँ जब क्रिएट गर्ने पोसिबिलिटी छ। हामी टुरिज्ममा हैन चाहिँ नि हाम्रो चाहिँ नि यत्रो चाहिँ नि इन्टरनेसनल भनौँ न त्यस्तो ठाउँहरू छ हैन। अब त्यसलाई चाहिँ नि प्रयोग गर्न सक्नु पर्यो। एग्रिकल्चरमा हामी चाहिँ नि नेस्ट मार्केटिङ गर्न सक्छौँ, टुरिज्ममा गर्न सक्छौँ। त्यसले धेरै गर्ने ठाउँहरू छ जहाँ चाहिँ नि धेरै जबहरू क्रिएट गर्नुपर्छ। तर त्यसमा कन्सन्ट्रेसन गरेर फोकस गर्यो भने हामीलाई अगाडि जानलाई, किनभने बाहिरबाट लगानी पनि त्यही किसिमले आउने अवस्थाहरू छ।